नमस्कार साथीहरू, नमस्कार। मैले आज दिउँसो एउटा मौरी लिएर यहाँ मेरो डोरमा होलतिर थिएँ। एउटा स्कट यहाँ दुईवटा डोर देखिरहनु भएको छ तपाईँहरूले। भयो डोरमा लगभग अहिले 2-3 घन्टै भइसक्यो। चेक गरेका छन्। कहिले 15-20वटा आउँछन्, कहिले 20-25वटा आउँछन्, कहिले 1-2वटा हुन्छन्। त्यसरी गरेर दुईवटा डोर चाहिँ बराबरी रूपमै चेक गर्दैछन्। यो त्यो पल्लोपट्टिको चाहिँ प्लास्टिकको ड्रमको मैले बनाएको हो। यो ओल्लो चाहिँ यतापट्टिको चाहिँ काठको हो। यो चाहिँ त्यो पल्लो हो, त्यो पल्लो चाहिँ प्लास्टिकको जर्किनको बनाएको हो मैले। दुईटैमा उत्तिकै मौरीहरू चेक गरिरहेछन्। मन परायो भने सायद आउँछन् कि। फेरि आज यस्तो धुम्म छ, यो पानी परिरहेछ। अघि पानी भर्खर पऱ्यो। पानी परेको बेला सासुत्त हराएका थिए। फेरि अहिले दुई चाँडै गरेर 20-25वटा 25-30वटा आए। अहिले फेरि घुमिरहेको छ। तपाईँ सायद देख्नुहुन्छ होला, हेर्नु होला। त्यसमा अलिक तल प्लास्टिकको ड्रममा चाहिँ अलिक बढी पस्यो जस्तो लाग्यो मलाई। आयो भने, यो मौरी आयो भने म हजुरहरूलाई भिडियो देखाउने छु। यो भिडियोको पर्खाइमा बस्नु होला। आएन भने म यो भिडियो हाल्दिनँ। आएछ भने हजुरहरूलाई प्रत्यक्ष रूपमा म देखाएर छाड्नेछु। तर आज आउँछ जस्तो लागेन मलाई, किनभने पानी परिरहेछ, पानी पर्न थालेको छ। अब उता मौसम यस्तो छ, रात पनि पर्न आँट्यो। घाम लागेको भए चाहिँ सायद आउन पनि सक्थ्यो होला यो मौरी। आज घाम लागेको छैन। यतिखेर चाहिने तपाईँको 4:23 भइसक्यो। 4:23 भइसक्यो। अब रात पऱ्यो, धम्म भएको छ, पानी आउन थालेको छ। सायद आज आउँदैन होला। भोलि आयो भने पनि म हजुरहरूलाई यो म हुँदाखेरि आयो भने घरमा बसिरहनु पनि भ्याइँदैन। भोलि आयो भने म हजुरहरूलाई हालिदिन्छु है त यो भिडियो। हस्, अहिले पानी पर्ला जस्तो छ। स्पट भी देख्दै हुनुहुन्छ हजुरहरू। अहिले त पल्लोमा 1-2वटा, ओल्लोमा 1-2वटा हेर्दैछन् बराबरी। ओल्लो पल्लो गर्दैछन् गर्नु चाहिँ। तर अब कुन चाहिँमा आउने हो। आज त आउँदैन, आज रात पनि पऱ्यो भन्ने लागिरहेछ। अब यिनीहरू एकदमै समस्यामा परेका छन्। आपद विपदै परेको छ भने चाहिँ फेरि साँझसम्ममा आउँछन् पानी, यदि परेन भने। पानी परेकोले गर्दाखेरि नआउन पनि सक्छन् आज। स्पट दियो धेरै बेर भयो घुमेको। यिनीहरू धेरै बेर भयो, करिब यिनीहरू 1 बजेतिर 1 बजे 12:30 1 बजेतिर मैले एउटा स्कट यसमा यो काठको घरमा हालिदिएको थियो होला। त्यस पछाडि 1-2वटा 2-4वटा आउँदै थियो। फेरि पानी पऱ्यो, बिचमा पानी परेपछि फेरि बन्द भयो। फेरि अहिले पानी अलिअलि रहेको जस्तो भयो। अहिले फेरि आइरहेछ। फेरि पानी पर्न सुरु गरिसकेको छ। पानी पर्न सुरु गरिसकेको छ। यहाँ नै पानी परेछ। त्यो भएर मौरी आउनलाई डिस्टर्ब भयो आज। हस् त है। ओके छ त।